हेलो गाइज, स्वागत छ हजुरहरूलाई आजको मेरो ब्लगमा। आजको मेरो ब्लग चाहिँ के कस्तो रहन्छ भने बौद्ध घोडा हान्नु जाने। आज त 80 राउन्ड हान्नुपर्ने छ गाइज होइन। हामी हजुरहरूलाई देखाउनेछौँ भिड कतिको हुन्छ होइन। टक्का अब गाइज। A few moments later. फाइनली गाइज हामी चाहिँ बौद्ध स्तूप आइसकेका छौँ होइन गाइज। देख्न सक्नुहुन्छ आजको भिड भनेको यही हो। हजुरहरूलाई मैले भिड कस्तो हुन्छ भनेर देखाउँछु भनेको थिएँ। हेर्दै जानुहोस् होला, भिडियो यस्तै छ गाइज हाम्रो होइन। आज म र भाइ आएको, अस्ति नि म र भाइ नै त्यही थिएन चाहिँ होइन। आज चाहिँ तर अस्तिभन्दा धेरै भिड छ गाइज, देख्न सक्नुहुन्छ। आजको मेरो नाइट ब्लग गाइज यही हो। One tap video भन्ने हो। One tap video भन्ने हो। एक राउन्ड भएन, त्यो चाहिँ बाँकी मेरो भर आदि आयो क्या आदि। म त्यहाँ पुरै जिउ हाल्छु त कस्तो हान्दैछु जोगाउनु त भयो। हामी चाहिँ कति बस्छ म्युजिक राउन्ड घोडा हान्नु कति बस्छ हेरौँ। साह्रै बस्छ भनेको के हुन्छ थाहा छैन। अब मसँग त एउटै हुँदैन होइन। कल्लै ग्राउन्ड भयो मान्छेको भिडियो बनाउनु मिल्दैन भने त। एक राउन्ड भइसक्यो गाइस हाम्रो होइन। अब दोस्रो राउन्डमा हामी चल्दै हो। अब धेरै छ भोलि कति हुने हो है। आज त कोही अहिले चाहिँ कति बज्छ भने त्यही अनुसार भोलि होइन अहिले चाहिँ अहिले कति बजे यति बजीदेखि बिसाउनु कति भेटिन्छ राउन्ड त्यही अनुसार अब 9:30 भयो होला। 11-12 बज्छ हान त्यसपछि चाहिँ कि राइट अन्त अहिले अब सबै खुल्ला छ। One eternity later. फाइनली गाइस हाम्रो 80 राउन्ड पुगिसकेको छ होइन। अब भोलि बाँकी छ 28 राउन्ड घोडा के भन्छ, घोडा हान्छ के भन्छ होइन गाइस। फाइनली अब हामी चाहिँ घर जाँदैछु होइन। भाइ आजको रात कस्तो भयो भनिदेऊ त। हामी साढे कति 1 बज्नु रहेछ नि। 9 बजीदेखि हानेको होइन, 9:30 बजीदेखि
9:30 बजी हानेको होइन फाइनली 80 राउन्ड भयो अब भोलि भ्यायो भने उता कता के ठाउँ अरे स्वयम्भू भ्यायो भने स्वयं पनि जाने प्लान छ गाइस हाम्रो चाहिँ होइन अब यति भन्दै अब के भन्नु हामी चाहिँ अब होइन फर्किसकेका छौँ होइन के भन्न चाहन्छु लाइफमा बस्दा ल्याएर के भन्छ अरे बौद्धमा कोरा पनि लगाइयो होइन 80 राउन्ड त हान्ने अब बाँकी छ अझै 28 राउन्ड बाँकी छ गाइस होइन हाम्रो चाहिँ मरो भाइ गाडी आएर छ यार केही त भन नि यार आजको दिन कस्तो भयो दिन कस्तो भयो रात कस्तो भयो रङ्गिन भन्थ्यो सबै थकाइ लाग्थ्यो अब टक्क एकछिन रेस्ट गरिन्छ अनि आनन्दले सुतिन्छ भोलि कति बजी उठिन्छ भनेर चाहिँ भनिँदैन होइन किनकि भोलि चाँडै उठ्नुपर्ने हुन्छ बिहानै म त झन् 5:30 बजे उठेर कुदिनु पर्ने हुन्छ होइन त्यही भएर आफ्नै लागि हो पुण्य होस् भनेर गरेको गाइस होइन भन न यार अनि अरू के भन यार कस्तो सुनसान भयो अहिले त अघि त कम्ती त मान्छे अघि गाइस हामी चाहिँ अब रुमतिर जाँदैछौँ होइन फाइनली 80 राउन्ड पनि हान्यो अब भोलि सकाउने प्लानिङमा हो होइन हामीले हिजै सकिन्थ्यो 2 रात प्लानिङ पऱ्यो नि त त्यही भएर भ्याइएन होइन भोलि चाहिँ फाइनल गर्ने हो थाहै छैन कस्तो अँध्यारो छ क्या पुरै तर झिलिमिली बत्ती छ अरू भन्नु के हामी त जाने यार यो चाहिँ 0 नम्बर भिड गाडी छैन हामी चाहिँ तल जानेवालामा छौँ होइन आज कतै पसल खुल्यो भने हामी फुट्टी खाने हामीले बच्चा फुट्टी खाने हामीले बच्चा हामी चाहिँ रबर गयो हाम्रो पसल पुग्छ होइन पसल साँच्ची अब गएर सेल खाने गाइस हामी हजुरहरूलाई हामी होइन म देखाउँछु तिमी होइन यस्तो बबाल सेल हुन्छ नि त्यहाँनिर गाइस होइन रोटी पनि एउटा खाएपछि आउनु यति ठुलो हुन्छ त्यही पनि होइन 12 बजी कति बजी आउँछ उठाउ भन्थ्यो मतलब उठाउ भने कि आऊ भन्थ्यो होइन त्यो आन्टीले यति धेरै रोटी हाल्छ नि गाइस म हजुरहरूलाई देखाउने छु उहाँ पुगेर होइन यस्तै छ जिन्दगी भरिको लागि आज जुन पनि देखेन कस्तो अँध्यारो छ हामी त चाहिँ जुन गाइसकेको छैन देखेको त छर्लङ्गे जुन कहाँ आइपुग्यो One eternity later. फाइनली म चाहिँ आइसकेको छु गाइस होइन भोलिको लागि देख्न सक्नुहुन्छ रोटी बौद्धमा खानको लागि आउनु होला कृपया होइन यस्तो बवाल छ एउटा खाने बित्तिकै आउँछ फेरि रोटी हाम्रो साउनी गाइस ल गुड नाइट है जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।